गाइस अहिले चाहिँ हामी यहाँ छिरिसकेका छौँ हाम्रो कहाँ हो यो के भन्छ यो तल छ आर्मी क्याम्प हो नि आर्मी क्याम्प भित्र हामी छिरिसकेका छौँ प्रस्थान भइसकेका छौँ अब हामी लाग्दैछौँ कहाँ हो पिङ्क कलरको हो गाइस यहाँ चाहिँ खेतीहरुको लागि आउनु यहाँ पानी पनि छ जस्तो छ छैन पानी होइन त उयो हो ज्याङ पनि पराउँछ अबे एक्स के हेर्को है अम्बो उयो छ एच हेलिकप्टर यहाँ छ एच हेर्नु यो रुखमा कति धेरै प्लान्ट्सहरू फलेको क्या बिहानै हिँडेको थियौँ नि त अनि अहिले चाहिँ 10 बज्नु आँटिसक्यो गाइस आनन्द लागिरहेको छ यता खासै मान्छे पनि हुँदैन हिँड्न सक्नुहुनेछ बब्बाल आनन्द मजा आउने उता पनि बाटो यहाँ चाहिँ बाटो चस्मा लाएर हिरो नि भइरहनु भएको छ नि हामी म चाहिँ जडीबुटी सुन्दैछु यहाँ चाहिँ अघि ठुलो देखेको तबाट आएको हेर उ यहाँ गुफा जस्तो उ त्यो के गुड जस्तो लडेर एकैचोटि खानु पर्यो नि तल फलाइन आउँछ ठुलो कराउनु म यहाँ बाटै छैन लु जाउँ अहिले चाहिँ हाम्रो 10 बजेछ अब हामी चाहिँ लाग्यौँ भिरको बाटो भिरैमा सलाला ओ माई गड यहाँ हेर्न सक्नुहुन्छ यस्तो बबाल होस् केही देख्दैन है हामी लाग्यौँ यतातिर हेर्न सक्नुहुन्छ हुसी हाम्रो ग्रुपमा हामी 4 जना मात्र हिँडेको है गाइस यो त बुकेमा हाल्ने हुन्छ नि त्यो निगुरेको ठुल्ठुलो पत्ता चाहिँ यहाँ रहेछ क्या मजाले फलेको है मिस रिसले खपिसक्नु भएको छैन गाइस
देऊ न चौतारी जे पाइदियो त गाउने हो त गीत सक्छ न भन्नु त भारी दाइले चाहिँ कसरी भारी बोक्छ त भारी दाइ बिसाउन भारी यहाँ चाहिँ बाटो एउटा पनि दिएको छैन दाइ भन्छ ए भारी दाइले चाहिँ कसरी भारी बिसाउने त त्यही हो भारी बिसाउने भन्छ के भन्छ भन्छु नि म चाहिँ भारी दाइ बिसाउन भारी चल बेत बन्दे या बिसाउन लाठी किन नमाया डाँडाको चौतारी अब बल्ल पाराले लखै बरी लखै अब आज चाहिँ हिँडेको छ है टुइका टुइ अब भोलि के हालत हुने हो थाहा छैन है सुतेकै हुन्छ कि केही हुँदैन हिँड्छ कि कलेज ए तपाईँले भन्दैछ नि यसको के अरे तपाईँले उयो भन्दैछ नि सागरीको कहानी अहिले भन्दा ब्याट्री सकिने चान्सेस हुन्छ यहाँ होइन कस्तो राम्रो यो ट्री हो भन्नु न सागुडी गढीमा चाहिँ वार हुन्थ्यो हैन आई मिन यो पहिला माओवादीको यस एट दैट टाइम चाहिँ उनीहरु लुक्ने हैन त्यहाँबाट चाहिँ नि वार अनि एट दैट टाइम चाहिँ उनीहरु त्यहाँ लुक्ने ठाउँ बनाएको हुन्थ्यो के बनाएको थियो अनि त्यहाँबाट चाहिँ लुकेर सानो दुलो बनाएको छ त्यो दुलोबाट चाहिँ उनीहरुले चाहिँ के गर्थ्यो त टेस्ट गर्थ्यो क्या उनीहरुले पनि वार गर्थ्यो के ए त्यस्तो हुन्छ यो 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 म्यान यो म्यान यो ढुङ्गाहरू झराएर तल काइन्ड अफ पाक्ने ओर्ने हुन्छ अहिले चाहिँ तर हामी जाँदैछौँ सागुडी गढीदेखि त तल गाउँ है त्यहाँनिर पनि एउटा दामी छ सो पुरा बिचमा ठुलो एरिया ढुङ्गा छ है त्यहाँनिर चाहिँ बस्ने ठाउँ बनाएको छ कि अब हामी चाहिँ सागुडी गढीमा जाँदैछौँ होइन सागुडी गढी कटिसक्यौँ ए कटिसक्यौँ भने कहाँ माथि हो यहाँ तल हाल्दै गएको त्यसो भए तल नाम चाहिँ मैले बिर्सिसकेँ म पहिला मात्र हिँड्थेँ नि त हाइकिङ चाहिँ जानुपर्छ कि यसरी हेल्थको लागि चाहिँ राम्रो हो यस यु गट इट साथीहरूसँग यसरी आउनु चाहिँ लास्ट रमाइलो हुन्छ हाइकिङहरू के मेरे लम्हे लौटा दे गाइज अहिले फेरि खोल्यो है खोल्यो कस्तो बवाल देखिरहेको छ मलाई फ्रिजमा राखेको जत्तिकै अम्बो पानी खाम त अरे क्या खाम न ओइ पानी खाम कोक खाम ओ माई गॉड लुक एट दिस गाइज ओ माई गॉड ओ यहाँ त बिच फिल्मको जस्तो ओ माई गॉड गो 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 ओ माई गॉड लुक एट दिस गाइज oh my god this is so beautiful यहाँ आउनु तपाईँ जानु छिटो guys look at this is guys यहाँ वरिपरि यति मात्र हैन कस्तो मजाले यति मात्र ग्याप यति मात्र ग्याप छ हेर्नु look at this guys हेर्नु यो डाँडा यो घर मैले तो तलको बजार हैन गाउँ देखाउनुस् भिडियोमा गाउँ यहाँको फोटोमा यहाँ त कस्तो भयो यो कुन गाउँ हो है कस्तो राम्रो मलाई नाम थाहा थियो क्या मैले बिर्से मुनिबाट देखाउनु त मुनि ओ माई गॉड यहाँ त होइन गाउँ हो कस्तो अर्कै गाउँ है कहिले थाहा नभएको गाउँ स्कुल एउटा उ यहाँ त यो के गाउँ हेर्नु न कस्तो मजाले देखिरहेको छ फेरि पहिल्यैदेखि फोटो चाहिँ ओपर खिचेर हाल्ने गर्थेँ के गाउँ हो थाहा भएन है यहाँ ओपर मेरो यहाँ मेन त हामी के छ भन गाइस यत्रो हार्ड वर्क गरेछु किप सपोर्टिङ अन्तदेखि सब्सक्राइब पनि गरिदिनु होला सक्दो अनि भिडियो मन पर्यो भने सेयर पनि गरिदिनुहोस् है गाइस किप सपोर्टिङ एभ्रीबडी हु आर वाचिङ माई भिडियो यो चाहिँ धरान ओ यो धरान पर्छ होइन मिस धरान पर्छ होइन
धनकुटा पर्छ कि धरान पर्छ मैले पहिला धनकुटा पर्छ जस्तो लागेको थियो अहिले फेरि धरान यहाँ अर्को मिस थकित भएर होइन व्यवस्थित भइराख्नु भएको छ होइन गाह्रो छ मिसलाई पनि ओके यहाँ छ त खानु न अहिले चाहिँ हामी यहाँनिर फलैचामा बसिरहेको छ फलैचा होइन ढुङ्गामा दिस इज कल ढुङ्गा गाइज आऊ न गीत उपर लिएर हामीले चाहिँ उपर पनि लेख्छौँ है गाइज मलाई जे भए पनि भन्छ यो खानु सबैभन्दा राम्रो हो तपाईँहरूको यो खानु मिल्छ त तपाईँहरूको ग्यास्ट्रिकहरू नमिलेकोदेखि लिएर अप्पर भन्छु नि अहिले साँच्ची चिज छ है गाइस लास्ट थाहा छ नि जङ्गलमा आउनु पर्छ छिर्नु पर्छ शुभेच्छा निस्केको ओ चिज अब कहाँ है खाने हो त्यसकै हो क्या यसलाई फ्रन भन्छ क्या FR खाने भएर गएको त के यो मजाले यो तर यति खानु हुन्छ होइन आफूले यस्तोमा के छ त्यहाँ खानु है जुम्ले खानु होइन एउटा खानु राम्रो झन् आज यो मेरो बोजूलाई लगिदिनु पर्यो यसले तल पाउँछ कति कहाँ तल पाउँछ हुँदैन यहाँ कडले अड्क्यो गाइस एउटा भिडियो रेस्क्यु टिम आइसक्नु भएको छ रेस्क्यु ओइ ओइ बिस्तारै मेरो लुगा फाट्छ तँ यहाँ जानु त ओइ ओइ यो मजाले सेभ इट लुक एट दिस गाइस खाइमा तिजो सिराम गोलखाली डाँडा गएको हामी डेस्टिनेसनको नाम बल्ल थाहा भयो मलाई याद भएर अघि हामीले साँगुरी कटिसक्यौँ त्यो गाउँमा चाहिँ के छ अरे मान्छे छ अम्बकको बुट हुनुपर्ने है ए म आउनु बित्तिकै उयो गाउँदेखि कट्नुपर्छ झरे धरान जाने बाटो छ नि है तर लामो छ है एकदम जङ्गलको बाटो जाँदैछ हामी त जान सक्छौँ गोर्खासम्म जाँदैन त्यही छ जाने यो यहाँसम्म मात्रै स्कुल पुग्ने ए तल स्कुल नि हजुर त्यो जम्दैछु भने स्कुल कटेर त डाँडामा जानु पर्यो गयौँ ल बाजे बाई बाई मिस खोइ त यतापट्टि मिसले फुल मात्रै हेर्नुहुन्छ के भन्नु हेर्न सक्नुहुन्छ गाइस कस्तो बबाल भ्यू हौ ओ माइ गॉड हामीको बाजे त्यहीँ बसिराख्नु भएको छ मलाई चाहिँ साथीभाइकोले छोडेर गइसक्यो अब आइपुग्न आँट्यौँ भने हाम्रो डेस्टिनेसन यो गाउँ बल्ल आइपुग्यौँ गाइस कस्तो राम्रो फुल दिएको गाइस यहाँ चाहिँ नस्पतिको बोट हेर्नु न नस्पति कस्तो धेरै फल्दैछ यस्तो धेरै नि बाटो बाटो फल्दो रहेछ होइन यस्तो नस्पति
आएको छ नि के हो अनि हैन बोक्न सकिदैन भने सकिन्छ त भनेको मैले गाइज हाम्रो त्यो डेस्टिनेसन चाहिँ आउन आँट्छ कि नै हामी कस्तो कटर पुरा झन्डा तरको झन्डा हामी टप डेस्टिनेसन घर तपाईँ त कृष्णको भक्त हुँदो रहेछ अब्बी बुद्ध भगवानको भक्त कृष्णको भक्त कटा पनि खानुहुन्न होइन खान्छ त्यसो भने व्यापार पनि किन गर्नुहुन्छ अरे क्या ए हैन व्यापार किन गर्नुहुन्छ जब कि तपाईँ ठगेको कुरा खानै हुँदैन भने ए फेरि रायो खतरा आउँछ नि गाइज फेरि मलाई खतरा छ नि यस्तो कुरामा ए नस्पति पनि सेम त हो नि म चाहिँ रातो रातो भइसक्यो कटर क्या उसिनेर गाइजहरूलाई म एउटा राम्रो खाने डिस सिकाउँछु के उसिने सकेपछि क्या साँदेर त्यसको यस्तो दामी हुन्छ कटरलाई काँचो कटर हुन्छ नि तरकारी पो खाएको छु तरकारी बनाउने मेरो कटर फेभरेट त्यो कटरलाई अझै साँदेर खानु मासुसँग होइन न त त्यति खानु कि सेम मासु आउँछ स्वाद मेरो ओभर मिठो लाग्छ कटरको मलाई पनि तरकारी मनपर्छ मेरो फेभरेट हो जसरी पकाउँदा पनि मिठो हुने क्या मेरो चाहिँ फेभरेट हो गाइज अब हामी आइपुग्नै आँट्छ कि भनेको यता ए हो आउनुपर्छ यहाँ अर्को मिस खुट्टा त फेरि यस्तो सुन्निसक्क लाग्यो गाइजहरू झट्झट हान्दैछ पैताला किसान गाइज है मलाई किसान हो बर मनपर्छ होइन सबसे भन्दा अलिकति ओइ 5 रुपियाँ पैसा भेटेँ हेर्नु त 5 रुपियाँ पैसा 5 रुपियाँ पैसा भेटेँ गाइज क्यान यु बिलिभ दिस अरे होस् टिपिदिन्छु बाटोमा पैसा भेटेको तपाईँको माथि होइन के भन्छ थम्बनेल थम्बनेलमा यहाँ सबैले हेर्छ कति बेला लाग्छ 5 रुपियाँ खासमा खोइ के हेर्दै थियौँ कि 5 रुपियाँ पैसा भेटेको क्या गाइज के भयो त नि पैसाको सम्मान गर्नुपर्छ पैसा होइन पैसा इज पैसा त 5 रुपियाँ होस् वा कि जेसुकै होस् म दिदीलाई दिन्छु म यो मिसले रुपैयाँ पनि भन्नु जान्दैन प्लिज आन्टी यो 5 रुपियाँ लानुहोस् म लाँदिनँ लानु भाग्यले भेट्नु भएको त्यही त हेर्नुहोस् न ओइ मलाई एकछिन भिडियो मलाई त कन्फिडेन्ट ओके ओके कुदिहाल्छु त एक्जामको अघिल्लो दिन हामी मिसको चोर्नु कन्फिडेन्ट आउँछ अरे ओइ सिमसाक त यस्तो दामी बगैँचा जस्तो लाग्यो नि जुम जुम भनेर शिव दादा हामी फेरि तलतिर खेलिनौँ क्या हामी माथि गाउँ माथि गएको हो कि झर्नादेखि पनि माथि ठुलो झर्ना यो 5 रुपियाँले चाहिँ घाम सबै पुरा भएस कटर गाइज कटरै कटर चोर्ने प्लानमा हो ओपर भ्यू गर्छ सुदेशलाई पठाउनु न ए ल मै पस्दै गर्छु ल अब ल जानु छिटो तिमी सक्छौ क्या मलाई थाहा छ मलाई आँटबाट विश्वास छ जानु लु छिटो थाकेको पनि हुनसक्छ है होइन यो के को भोटो अनि म भन्छु यो त थाहा छैन मलाई सब भुइँमा हेर न ओए यो चाहिँ टिपेको 4टा मात्र टिप्नु भएछ कुन चाहिँ चोर हो भनेर यहाँ आउनु होला यहाँ हुनुहुन्छ चोर हाम्रो गाउँमा मैले भने भोलफिलमा मम्मीको ठाउँमा खोइ मलाई पनि दिनु त रातो होइन फल्छ त त्यो यो चाहिँ बेसीमा बेसमा फल्दैन वाउ खोइ टोकेर मैले यस्तो गरेर भिडियो यहाँ गएर टी फोटो खिच्नु न हुँदैन ल उही हेर्नु कति धेरै फलेको यार ओइ फोटो खिच्दिनु त मेरो म टिप्दै गरेको देख्नु हुन्छ यहाँ भिडियो यो मान्छे मैले भने त यसो गरेर कलिलो छ क्या यो यहाँ समात्नु ओइ क्यामेरामा चाहिँ नसमात्नु यतिकै गाइस यहाँ हेर्नु सक्नुहुनेछ टिप्नु चाहिँ नटिपिहाल्नु टिपिदिन्छु ओ यो अलिक ठुलो रहेछ उसो भए टिप्यो होला अनि यो खानु थपक तितो भन्नु भित्रको चाहिँ ठिकै रहेछ ल्याले गाइस यहाँ म खाएको होइन काट्ने भएको भए चाहिँ हुन्थ्यो उसले टेस्ट बोकेको छ त सिजर बोक्नु भएको मिसले यहाँ तल
तितो पनि खाँदैन हेर्नु त ठुलो न ठुलो रहेछ यो त्यो चाहिँ मजाको रहेछ अनि यहाँ मान्छे एउटा घर छैन गाइस है अब हामी चाहिँ उहाँनिर झन्डा भएको जान्छौँ यत्रो क्या यहाँदेखिको त नजिकै हो नि त त्यो झन्डा भएको तर एक राउन्ड घुमेर यसरी घुमेर चाहिँ हामी जान्छौँ ल आउनु छिटो कस्तो भइरहेको छु म घर घाम त्यस्तै गर्नु त्यस्तै पहाड फरक पार्दो रहेछ जिन्दगी हामी चाहिँ आइपुग्यौँ फाइनली तपाईँको हामी चाहिँ अर्जना चाहिँ डेस्टिनेसन आइसकेको छौँ यहाँ अर्को गरेको छ नि यहाँ मिसले यो झरेको टिप्नु भएको है झरेको टिपेको यहाँ छ पानी अनि अब हामी यहाँ बसेर मैले भनेको त आलुदम ल्याउनु भनेको कस्तो बिर्सेँ आलुदमै बिर्सेछौँ क्या दोकान गएको कि रोटी मात्रै लिएर आएछु खासमा डाइरेक्ट सनस्क्रिन लाउनु पनि हुँदैन नि लोसन लगाएपछि मात्र गाइस हामी चाहिँ के भयो भने यो चिन्ने डाँडाको सिको झरेको कस्तो बाटो भएछ घुमाउँछ यो नि उकालो चढ्ने छ भने खुट्टा दुखेर मस्जिद यहाँ चढ्नु भएन अहिले दाना बारीमा चाहिँ हक्कालो उकालो घुमाउनु बाटो छैन क्या Final pun kok suka nih. Final, mustang aku dah terus tahu di sini sini tak. Oh, tentu malah. Tu dah 3 baju tu. Ani himal. Kita himal kita ni kita baca itu jangkar jangkar sana. Udah itu sok main pula. Paharo mana? Boleh hawa ada bayo. Kamu nak kau nak makan? Kata. Oh, makan. Dah 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 ni na. Boleh no. Mau tak? Oh, kau nak? Mau sedih basu. Jadi nak sah? Ani ada pada pagi boleh tak? होइन जाँदाको त बाबा उकालो ओडारमा फरक पर्छ नि अलिकति भए पनि अलिकति टाइम लाग्छ तर हुँदैन अब चाहिँ किन अल्मल्यो भने नि जाँदा अब हिँड्दैन होइन हौ कति ननसेन्स कुरामा अब तपाईँको कन्टेन्ट सक्यो है सक्यो छैन एउटा लोजिक कुरा भन्छु म तपाईँलाई कि मान्छेले भन्छ ओडालो झर्दा होइन छिटो आउँछु भनेर हुँदै कि तर यो बाटो सिधा सिधा होइन हामी अहिले जाँदा छिटो पुग्छौँ किन भन्नु त अघि सुरुमा एक्साइटेड हुँदाखेरि छिटो आइन्छ भन्छ नि तर कहिले त्यस्तो हुँदैन
टाइम झन् बेला के हेर्दै आइन्छ अब जाँदाखेरि किन हामी सुन्नु हेरिसक्यो नि त्यसो तपाईँ जस्तो गर्छ नि फर्स्ट टाइम घरमा खाइ भन्छ सुबोधको भाइ यस्तो खुसी मेरो साथीले शिवदाताबाट लगे शिवदाता म बच्चामा हुँदाखेरि हाम्रो सर्भिसै जान्छौँ चिन्ता डाँडा जान्छ नि त विष्णु सरहरू साथीले लगेको है लामा बाटो जाने भनेर लग्यो होइन कहाँ जङ्गलबाट खान्छ मामाको लगा मन पर्छ के प्लेस शिवदाता स्कुलदेखि नै हामीलाई चाहिँ लैने अनि शिवदाता चाहिँ मैले 12 17 गएको है अनि 12 17 एकदम भन्दा नगरेर साथी हुन्छ सबै पुरै क्लासको गएको थिएँ नि मलाई 15 20 जना मजा घरबाट फेरि बाह्र हामीले पनि माथि भनेर माथि पढेर खाना माथि मैले बोकेको थियो ऊ पनि आँटिन्छ होला नि म आँटेको म के भन्नु लास्टको आयो अब जब हामी चाहिँ माछा जस्तो लाग्छ त उयो म कोरिस उयो म गाउँछु क्या तपाईले अस्ति अरूले भन्छ अब आयो भने म क्लास गाउँछु क्या भन्दै थिए मलाई खाँदै हो भाबीको खाँद भएन र मैले जिन्दगीमा पनि कुनै चिज खाएको देख्छु अब यता माथि आएको पेस्टतिर कता कता कस्तो देख्दा देख्दा अनि म त छिटो छिटो कुन लजिक पनि किन छिटो कुन भन्नु त छिटो हो नि यो पनि यस्तो छिटो होइन एक प्याकेट चाउ हामीले हेर्नु न त हिँड्नु कति डिफरेन्स छ त नजिक हेर्न कति छिटो गयो अनि मेरो खोजा त थोरै है म त खान्न मलाई खान्छ के म तपाईँले त्यो डाक्ना भाँचेको यो डाक्ना भाँचेको दिनु त्यो खाले खाने कति लाग्यो कन्सीहरू पनि सानो कन्सी दैन रहेछ अक्काबारे पनि कति खाएको भुइँ गाह्रो होला नि अक्काबारे बिसाउँदैन थाहा छ भन्नुपर्दा कहिले बिसाउँदैन यसले हो बिसाउने नि ठुलो खाना बिसाउने मैले नलेज त फेरि बोकेको नि खानेकुरा अनि अर्को कुरा कि मैले दुईटा मात्र हाल्छ भने नबढाउनु ल हो त्यही बनाएर हेर्छु भने अब दुईजना आदि खान्छ यो खुदाउने खाना खानु खाने खाना खाने खानु यो त मैले आधी भाँचेर खाएको है मलाई भुल्छु टास्क म सुरु त यति खाएको मैले खाने कुरा पनि यति लगेको है निकाल्नु Let's go. यहाँ आउनु अघिदेखिको गाइस एकदमै यहाँ हेर्न सक्नुहुन्छ पानी थोपा 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 हैन लु मोबाइलहरु ब्यागमा हालौँ झ्या ओइ छिटो प्लिज प्लास्टिकमा हालौँ न अह प्लास्टिक चाहिन्छ यहाँ ल्याउनु नै यता हेर्न सक्नुहुन्छ ठुलो पानी भयो छाता ओरौँ न छातै न छाता काँक्रा चोरेको काँक्रा सबै थोक चोरेको आफूले किनेको त अघि सक्छ उयो पनि होइन रोटी त किनेको बजाउँछु के त मेहनतको फल पो हो त छोड्नु कम त मेहनत लाग्छ आमा दुईजना मोटिभेट गरेको मलाई त छोड्दिन्छु अरे हो यिनीहरूले त भाग्नु पो रेडी भएर बसिरहेको रहेछ खोर्सानी के बेला त तो क्या देख्यो होइन धोका खायो होइन एकछिन त मैले जानुहुन्छ सपोर्ट गर्ने डोन्ट ट्रस्ट त्यो उचाल्नेवाला फ्रेन्ड्स क्या नेभर ट्रस्ट उचाल्नेवाला फ्रेन्ड्स सही भन्नु सही भन्नुभयो